नमस्ते। हिजो संसद चलिरहेको बेलामा अथवा राष्ट्रपतिले आगामी वर्षको कार्ययोजनाहरू सुनाइरहेको बेलामा प्रधानमन्त्रीज्यू चाहिँ बाहिर निस्किनुभयो। सुनाउँदै है। त्यसलाई चाहिँ राजनीति भाषामा वकआउट भन्दो रहेछ है। यो वकआउट भनेको चाहिँ एकदम के भन्ने एकदम खतरा नबोली दिएको सिग्नल रहेछ है। किन बुझ्दैन यो पत्रकार अथवा राजनीतिज्ञहरूले? मैले त खोजेर के रहेछ त त्यस्तो गर्नुको कारण के रहेछ भन्दाखेरि मैले त एनालाइसिस गरेर मैले त खोजेँ भने त्यति खोज्न सक्दैन पत्रकार अनि यो अरू राजनीतिज्ञहरूले? त्यसरी निस्किनु, त्यसरी संसद चलिरहेको बेलामा अथवा राष्ट्रपतिले त्यो वाचन गरिरहेको बेलामा निस्किनु भनेको राष्ट्रपति तिमी आफै ठिक छैनौ, तिमी आफै भ्रष्टाचारी हौ, तिमी आफै घुसखोरी हौ, तिमी आफै त्यो विदेशमा गएर के अरे देशको पैसा दोहन गर्ने विदेशमा चाहिँ उपचार गर्ने तिमी आफै हौ भनेर यसरी औँला ठड्याएको रहेछ। त्यसको सिग्नल भनेको त्यो रहेछ। किन बुझ्दैन यो उहरूले अरू पार्टीहरूले? खाली विरोधै मात्रै गर्ने। बुझ्नुभयो नि तपाईँले? मैले भनेको कुरा त बुझ्नुभयो नि हैन? त्यो रहेछ। यो पश्चिमा देशहरूमा यो यस्तो कार्य धेरैचोटि हुँदो रहेछ, भएको रहेछ। तर हाम्रो नेपालमा चाहिँ पहिलोचोटि भएको भएर हामीलाई चाहिँ अलि किन हो त, के हो त्यो भनेर खोज्नुपर्ने बाध्यता आएर मैले यसो खोजेको हैन। त्यो चाहिँ 2018-2024 मा जिम्बाब्वे अनि यो युगान्डामा भएको रहेछ। क्यानाडामा त कति हैन। मैले त्यसरी वकआउट भनेको के रहेछ भनेर मैले चाहिँ खोजेको। खोज्दाखेरि मैले भेटेको कुरा मैले तपाईहरुमा माझ राखेको हो। कुरा बुझ्नुभयो? वकआउट किन गरिँदो रहेछ? यदि विपक्षी पार्टीले गरेको भएदेखि खासै फरक नपर्ने रहेछ। तर सत्तामा भएको सत्ताधारी पार्टीको पनि प्रधानमन्त्रीले वकआउट गर्नु भनेको तिमी आफै घुसखोरी हौ, तिमी आफै ठिक छैनौ, तिमी आफै हुने नै हो नि हैन? तनहुँमा एउटा मास्टर पेसामा बसेर चप्पल लाएर काठमाडौँ छिरेको मान्छे अहिले कति रोपनीमा छ घर थाहा छ तपाईहरुलाई? त्यो त्यत्तिकै आउँछ? कुरा बुझ्नुभयो नि है? ल, कति बुझ्नुभयो, कति बुझ्नु भएन? कति बुझाउन सकेँ, कति मैले बुझेको थिएँ, कति मैले ओकाल्न सकेँ, त्यो तपाईहरुले मिलाएर बुझ्नु होला। यतिन्जेलसम्म हेर्नुभयो, सबैजनालाई धेरै धन्यवाद र मलाई फलो गर्नु होला। लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब के गर्नुपर्छ टट्ट हान्दिनुस्।